मेरो जन्म अत्रौली भन्ने सानो गाउँमा भयो। गाउँ सानो थियो तर सपनाहरू धेरै ठुला थिए। हरियाली डाँडाकाँडा, खोला किनार, माटोको बाटो अनि साँझपख गाउँभरि गुन्जिने गाईबस्तुका घन्टीका आवाज। त्यही वातावरणमा मेरो बाल्यकाल सुरु भयो। घरको कान्छो छोरा थिएँ। सबैको माया पाउने उमेरमा नियतले ठुलो जोड्थ्यो। सानै उमेरमा म टुरो भएँ। बाबाको साथ छुटेपछि हाम्रो घर खुसी पनि बिस्तारै हराउँदै गयो। पहिले आँसुले भरिने घर एक्कासी सुनसान बन्यो। घर भत्ताभुङ्ग भयो। आँगनमा पहिले जस्तो रमाइलो रहेन। चुल्हाको धुवा पनि कहिलेकाहीँ मात्र उड्थ्यो। आमाको आँखामा दिनरात आँसु देखिन्थ्यो। बाध्यताले आमालाई परदेश जानु पर्यो। आमा जाँदा मैले उनका हात समाएर सोधेको थिएँ, आमा मलाई पनि लैजाऊ न। तर आमाले आँसु लुकाउँदै भनिन्, बाबु तिम्रो भविष्य बनाउन जानुपर्छ। त्यो दिनपछि मेरो बाल्यकाल झन् एक्लोपन भयो। अरू बालबालिका आमा बुवासँग खेल्थे। म भने आकाशतिर हेरेर आमालाई सम्झिन्थेँ। चाडपर्व आउँदा घर झन् सुनसान लाग्थ्यो। नयाँ लुगा भन्दा पनि मलाई आमाको साथ चाहिन्थ्यो। समय बित्दै गयो। दुःखले मलाई कमजोर बनाएन, बरु समयभन्दा पनि छिटो परिपक्व बनाए। मैले जीवनलाई नजिकबाट बुझ्न थालेँ। अभाव, पीडा र एक्लोपन मेरो साथी बन्यो। तर मनभित्र अझै एउटा आशा बाँचेको थियो। एक दिन आमाको दुःख सकिनेछ अनि हाम्रो घर फेरि उज्यालो हुनेछ। आज पनि त्यो ठाउँको मान्छेहरूले गरेको व्यवहार सम्झिन्छु। त्यो गाउँको मान्छेहरूले निकै दुःख दिए, तर सङ्घर्ष गर्न सिकेँ। टुरो भएर बिताएको बाल्यकालले मलाई जीवनको असली अर्थ बुझायो। आज म त्यही सोचेर बाँचेको छु। दुःख सधैँ रहँदैन, कुनै दिन खुसीले पनि ढोका ढकढकाउँछ।